हेलो एन्ड वेलकम एकछिन है एकछिन सबैले मिनी भ्लग बनाएको देखेर मैले पनि ट्राई गरेको आज डे 4 बिहान एकदमै गर्मी थियो म लागेँ स्कुलतिर स्कुल गएर अलिकति काम थियो ल्यापटप खोलेर केटाकेटीहरूलाई होमवर्क हालिदिइहालेँ आफ्टर द्याट मेरो 12मा क्लास लिएँ वर्कसिट पढाएँ केटाकेटीहरूलाई अलिकति गराएँ पनि आफ्टर द्याट घर आएर म लागेँ खाजा लिन लक्ष्मीपुरतिर राजवंशी माछा घरको माछा वा एकदमै मिठो छ म बोकेर घर फर्केँ स्कुटर त मेरो त्यहाँ पार्क छ स्कुटीतिर जाँदै थिएँ एउटा राम्रो सिनारियो भेटेँ र यो मोमेन्टलाई मैले क्याप्चर गर्नको लागि राम्रो क्लिक लिएँ घर आएर माछा खाइयो केटाकेटीहरू ट्युसन पढ्न आइसकेका थिए र म ट्युसन पढाउन थालेँ एकछिन के पढाएको थिएँ तल झाङ जाँदा झुङझुङको आवाजले त उमै मचाएर के रहेछ भनेर हेरेको त लाखेहरूको रहेछ अनि त्यसपछि केटाकेटीहरू पनि हामी पनि हेर्न जाने सहर भनेर जाउन त भनिदिएको यसरी कुद्दै जान्छन् म भने लागेँ छतमा एउटा राम्रो सिनारियो थियो सनसेटको अनि मैले त्यसको एउटा राम्रो मोमेन्ट क्याप्चर गरेँ अनि त्यसपछि म पनि लाखे हेर्न बिजी रहेँ लाखेहरू नाचेको डान्स गरेको एकदमै मजा आइरहेको थियो हेर्न अनि त्यसपछि अझै मजाले जुम गरी यो भिडियो खिचेँ अनि छतमा रहेको खोर्सानी ड्रागन फ्रुट्सहरू हेर्दै म हाम्रो घर वरिपरिको नजरियाहरू पनि हेर्न थालेँ कस्तो राम्रो देखियो हाई बाटबटे नि अनि यहाँनिर काम गरिराख्नु भएको वर्कर्सहरू हेर त कस्तो मजाले काम गर्दै हुनुहुन्छ 14 गतेबाट खुल्छ अरे यो जिम है अनि त्यसपछि यस्तो टाउको निकालेर हेरेको त लाखे दाइ त क्याप्सिलमा स्कुटीमा चल्दिरह कहाँ जानुभएको रहेछ भनेको त शिवको मूर्तिमा हामी पनि शिवजी भएतिर गयौँ अनि यो ब्लगलाई चाहिँ यहीँनिर एन्ड गर्न बाइ एभ्रिवान भन्यौँ